श्रीकृष्ण र नारायणी सेनाको कथा। महाभारत युद्ध सुरु हुनुअघि दुई शक्तिशाली पक्षहरू कौरव र पाण्डव आफ्नो आफ्नो पक्ष बलियो बनाउने प्रयासमा थिए। दुवै पक्षलाई थाहा थियो कि युद्धको भविष्य भगवान श्रीकृष्णको साथमा निर्भर छ। श्रीकृष्ण न त कौरव थिए न त पाण्डव, तर उनीहरूको बीचमा रहनुहुन्थ्यो। त्यसैले दुवै पक्षले उहाँसँग सहायता माग्ने निर्णय गरे। एक दिन दुर्योधन र अर्जुन दुवै श्रीकृष्णको महलमा पुगे। श्रीकृष्ण त्यो बेला निद्रामा हुनुहुन्थ्यो। दुवैजनाले उहाँलाई नबिउझाई कुर्सीमा पर्खन थाले। दुर्योधन श्रीकृष्णको टाउकोपट्टि बसे भने अर्जुन उहाँको खुट्टातिर बसे। जब श्रीकृष्ण बिउजिनुभयो उहाँले पहिलो अर्जुनलाई देख्नुभयो र सोध्नुभयो, के कामले आयौं अर्जुन? त्यसपछि दुर्योधनले पनि आफ्नो उपस्थिति जनाए। श्रीकृष्णले मुस्कुराउँदै भन्नुभयो, तिमीहरू दुवैजना मलाई चाहन्छौ, तर म एकजनालाई मात्र साथ दिन सक्छु। मलाई निहत्था मान्नुहोस्, म युद्धमा हात नलाउने तर मार्गदर्शन गर्नेछु। अर्कोतर्फ मेरो नारायणी सेना छ जो शक्तिशाली, अनुशासित र अपराजित छ। म तिमीहरूलाई छनौट गर्न दिन्छु, म कि मेरी सेना? दुर्योधनले मनमा नै सोचे, श्रीकृष्ण निहत्था छन्, उनीले के गर्न सक्छन् र? मलाई त सेना चाहिन्छ। उसले तुरुन्तै नारायणी सेनाको माग गर्यो। अर्जुनले बिना हिचकिचाहट श्रीकृष्णलाई रोजे। श्रीकृष्ण मुस्कुराउनु भयो। त्यो मुस्कानले भविष्यको सङ्केत गरिरहेको थियो। महाभारत युद्ध सुरु भयो। दुर्योधनसँग विशाल सेना र श्रीकृष्णको नारायणी सेना थियो जुन अत्यन्तै बहादुर र सक्षम थियो। तर अर्जुनसँग थियो धर्मको साथ, सत्यको साथ र सबैभन्दा महत्त्वपूर्ण श्रीकृष्णको मार्गदर्शन। श्रीकृष्ण अर्जुनको सारथी बने। उहाँले अर्जुनलाई भगवद् गीता उपदेश दिए जसले अर्जुनको मनोबल उठायो र जीवनको गहिरो अर्थ बुझायो। नारायणी सेनाले युद्धमा धेरै विजयहरू दिलाए, तर अन्तिम निर्णायक घडीमा श्रीकृष्णको चातुर्य र अर्जुनको समर्पणले निर्णायक भूमिका खेले। श्रीकृष्णले आफ्नो बुद्धि, रणनीति र समयमै दिएको सल्लाह मार्फत अर्जुनलाई सफल बनाए। दुर्योधन जसले शक्ति रोजे अन्ततः हारको मुखमा पुग्यो। यो कथा केवल युद्धको मात्र होइन, छनौटको पनि हो। अर्जुनले निहत्था देखिने श्रीकृष्ण रोजे, तर वास्तवमा उहाँ नै सर्वोच्च शक्ति। दुर्योधनले बाहिरी शक्ति रोजे, तर त्यही शक्ति अन्ततः काम लागेन। श्रीकृष्ण र नारायणी सेनाको यो कथाले आज पनि हामीलाई सिकाउँछ, साँचो शक्ति बाहिरी होइन, भित्री विश्वास, बुद्धि र धर्ममा हुन्छ।